आज म तपाईहरुलाई कटर तरकारी बनाएर देखाउँछु। सबैभन्दा पहिला कटर लिने, कटरलाई काट्ने, कटर काट्ने भिडियो तपाईहरुले हेर्नु भयो कि भएन होला। यति सजिलो छ कि एकपल्ट काटेर हेर्नु होला साथीहरु। अब त कटर काटम लाग्छ मलाई साथीहरु। अब कटरलाई पखालेर कुकरमा राखिदिने, त्यसमा थोरै बेसार, थोरै नुन राखेर उसिन्ने, पानी पनि थोरै राख्ने। एक सिटी दुई सिटीमा झिकिहाल्ने, सिटी पनि निकाल्दिइ हाल्नु पर्छ नत्र गिलो हुन्छ। यतिको पाक्यो भने पुग्यो। अब एउटा भाँडामा खनाएर पानी तराउने, त्यो पानी पनि हामीलाई काम लाग्छ, नफाल्ने। अब हेर्नु त यो कटरलाई थोरै थोरै फ्राई गर्ने, धेरै फ्राई पनि नगर्ने। अब यता कटर फ्राई हुन्जेलसम्म हामी गोलबेरा प्याज पनि काट्ने। म चाहिँ यो सबै मिक्सर गरेर राख्छु, तपाईहरुले त्यतिकै काटेर राख्नु भए पनि मिल्छ। अब यता हाम्रो कटर पनि फ्राई भइसक्यो, यतिको भएपछि सबै निकाल्ने, बाँकी भएको पनि सबै फ्राई गर्ने यसरी नै। अब एउटा कराईमा तेल तताउने, त्यसमा मेथी, जिरा, गरम मसला, खुर्सानी के मन पर्छ सबै पुराउने। अब यसमा मिक्सर गरिराखेको प्याज, गोलबेरा, खुर्सानीहरु सबै राखिदिने। अब स्वाद अनुसारले जिरा धनियाको धुलो, बेसारको धुलो पनि राखेर भुट्ने। अब यसमा लसुन अदुवाको पेस्ट पनि राख्ने। मैले चाहिँ कलर आउनलाई भनेर थोरै कश्मिरी मिर्च पनि राखेको छु, तपाईहरुलाई मन पर्दैन भने नराख्नु भए पनि हुन्छ। अब मजाले तेल छुटिने गरेर भुट्ने। उसिनिराखेको अघि कटरको पानी थियो त्यो पनि राखेर मजाले झोल बनाउने, आफूलाई कति चाहिन्छ त्यो अनुसारले। थोरै गरम मसला पनि राख्ने। अब भने पालो आयो हाम्रो कटरको। अब कटर पनि राखिदिने त्यसमा। मेरो छोरी पनि आइपुग्यो स्कुलबाट। मम्मा चिची पकाइसकेको हो भन्दै आइपुग्यो छोरी चाहिँ। कस्तो मिठो बास्ना आयो मम्मा भन्दै थियो छोरीले। के को चिची पकाएको मम्मा भन्दै सोध्दै थियो छोरी त। अब हेर्नु त साथी, मैले यत्रो तरकारी पकाइसक्यो, के राख्नु बिर्सियो भनेको त नुन पो राख्नु बिर्सेछु। अब स्वाद अनुसारले बल्ल नुन राखे मैले। अब मजाले उमाल्ने यसलाई, आफूलाई कतिको ग्रेभी मन पर्छ त्यो अनुसारले। अब हेर्नु त तयार भयो मेरो कटर तरकारी। तपाईहरु पनि बनाएर खानु होला है साथीहरु। हेरिदिनु भएकोमा धन्यवाद।